अर्जेन्टिनाले नेपालीलाई मन पराउँदैन, नेपालीहरू अर्जेन्टिनामा ब्यान्ड छन्, अर्जेन्टिनाले नेपालको झण्डा जलाउँछ, मेसीले नेपालको झण्डामा च्युइङ्गम खाएर थुक्छ। किन मेसीलाई सपोर्ट गर्छौ तिमीहरू? कहिल्यै अर्जेन्टाइन भूमिमा नेपाली गएको काम गर्न वा घुम्न गएको थाहा पाछौ भन्ने जस्ता कुराहरू तिमीले सानोमा धेरै सुनेको हुनुपर्छ। लेजिट क्लासमा टिचरले पनि भनेको हुनुपर्छ हैन। तर तपाईहरुलाई एउटा कुरा के भनौं भन्दाखेरि यो फल्स न्यारेटिभ हो। नेपालको एकजना चर्चित स्ट्रिमर CR7 होराले पनि आफ्नो स्ट्रिममा यही कुरा भनेका थिए र त्यो कुरालाई मैले ब्रेक डाउन गरेर एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियो अहिलेसम्म पनि भाइरल छ के, इन्स्टामा, फेसबुकमा, टिकटकमा हैन, जता मैले अपलोड गरे सबैतिर भाइरल छ र पोसिबली त्यो भिडियो CR7 होराले हेरेको पनि हुनुपर्छ, किनभने उनको क्लिपहरू अलिअलि सर्फेस भइरहेको थियो मेरो फिडमा, जहाँ उनले मैले जिस्केर भनेको, मुख टेढो पारेर भनेको भाइहरूलाई फेरि सहनु हुँदैन त्यस्तो टाइपको कुरा गरेका थिए हैन। अब त्यो कुरा मलाई थाहा भएन कुन आधारमा भने, तर नेपालमा फैलिएको त्यो न्यारेटिभ नै यही नै थियो के। त्यही भएर त्यो जनरल न्यारेटिभको लागि भए पनि मैले त्यो भिडियो बनाएको हो, CR7 लाई रिप्लाई गर्नलाई लागि मात्र पनि हैन। तर पनि केटा हो, यो सबै एउटा फल्स न्यारेटिभ हो। तर यो न्यारेटिभ फैलिनमा चाहिँ अर्जेन्टिना भर्सेस इंग्ल्यान्डको हिस्टोरिक राइभलरीको पनि धेरै हदसम्म सम्बन्ध छ। एकचोटि यो भिडियो हेर्नु त भाइ। अर्जेन्टिनालाई त नि अर्जेन्टिनाले जमानामा नेपाल मन पर्दैन भनेर अर्जेन्टिनाले भनेको थियो नि, त्यहाँदेखि मलाई अर्जेन्टिना मन पर्न छोडेको क्या, बुझ्यौ नि? हो नि भाइ, मलाई सँगै मलाई किन केटाहरूले अझै पनि अर्जेन्टिना सपोर्ट गर्छ भन्थ्यो क्या। अल्पज्ञानी भयङ्करी, हाफ नलेज इज डेन्जरस। हाम्रो नेपालको चर्चित स्ट्रिमर CR7 हो र दाजुले चाहिँ यस्तो स्टेटमेन्ट दिनुभएछ र यो स्टेटमेन्ट पूर्ण रूपमा निराधार छ। मलाई 1.5 मिनट दिनु होला, म तथ्य सहित प्रुफ गर्नेछु। लेट्स गेट ब्याक टु 1982। अर्जेन्टिनाबाट करिब 350 माइल टाढा छ एउटा सानो आइल्यान्ड फकल्यान्ड। सुरुमा यो टापुमा बेलायती सेनाको कब्जा थियो, तर सन् 1982 मा अर्जेन्टिनी सेनाले बेलायती सेनालाई त्यहाँबाट भगाउँछ र यो टापु आफ्नो नियन्त्रणमा लिन्छ। यहाँदेखिबाट सुरु भएको बेलायत र अर्जेन्टिनी सेनाको युद्ध निकै नै कठिन थियो। फकल्यान्डको दुर्गम वातावरण र चिसो मौसमको कारणले गर्दाखेरि बेलायती सैनिकहरूलाई त्यहाँ लड्न निकै नै कठिन भइरहेको थियो। यस्तो विषम परिस्थितिमा पनि निडर भएर लड्नको लागि त्यति बेला बेलायती सैन्य शक्ति अन्तर्गत गोर्खा रेजिमेन्टका सैनिकहरू थिए। गोर्खा रेजिमेन्टको असाधारण बहादुरीको कारणले गर्दाखेरि नै फकल्यान्ड युद्धमा जान तयार गरेको टास्क फोर्समा ब्रिटेनले उल्लेखनीय संख्यामा गोर्खाली सैनिकहरूको समावेश गर्यो। अन्ततः गोर्खाली सैनिकले त्यस्तो विषम परिस्थितिमा पनि साहसपूर्ण तरिकाले अर्जेन्टिनी सेनाको विरुद्ध लडेर अर्जेन्टिनालाई घुँडा टेकाउन सफल भए र अहिले पनि यो फकल्यान्ड आइल्यान्ड इंग्ल्यान्डको एडमिनिस्ट्रेसन अन्तर्गत पर्दछ। अन्तर्राष्ट्रिय सम्बन्धमा यस्ता सैनिक संलग्नतालाई राजनीतिक वा सैन्य मामिलाको रूपमा हेरिन्छ, सामान्य जनता वा संस्कृतिको स्तरमा हैन। त्यसैले अर्जेन्टिनाले नेपाललाई मन पराउँदैन भन्ने कुरा एउटा एजेन्डा मात्रै हो, यसमा कुनै सच्चाइ छैन। इनफ्याक्ट अर्जेन्टिना साउथ अमेरिकन पहिलो कन्ट्री हो जसले नेपालसँग कूटनीतिक सम्बन्ध राखेको थियो। यहाँनिर त्यो दस्तावेजमा राखिदिन्छु, मिनिस्ट्री अफ फरेन अफेयर्सबाट तपाईले चेक गर्न सक्नुहुन्छ। लियोनल मेसी फाउन्डेसनले 2072 को त्यो भीमकाय भूकम्प गएको बेलामा नेपालमा निकै सहयोग गरेको थियो। सानो क्लिनिक बनाउनु होस् या राहतका सामानहरू बाँडफाँड गर्न होस्। अन्तिममा के भन्न चाहन्छु भन्दाखेरि CR7 हो र दाजु, तपाई यति टप लेभल कन्टेन्ट क्रिएटर हो नेपालको हैन, टप लेभल स्ट्रिमर हो, तपाईले लिटरली नेपालको ई स्पोर्ट्सको सिनलाई चेन्ज गरिदिनु भएको छ। तपाई जस्तो मान्छेबाट कुनै पनि कुरा कन्फर्म नभइकन बोल्नु भनेको जनताले आँखामा पर्दा लाएर पत्याउनु हो हैन। कन्फर्मेसन बायस आउँछ तपाई जस्तो मान्छेले बोलेपछि। त्यही भएर तपाई टप लेभलमा हुनुहुन्छ, अलिकति रिसर्च गरेर बोल्ने गर्नु होला। थ्यांक यू सो मच। अब केटा हो, अर्जेन्टिना र इंग्ल्यान्ड चाहिँ 1982 को फकल्यान्ड आइल्यान्ड वार भन्दा अगाडि पनि दुईचोटि फरक वर्ल्ड कपमा भेटिसकेका थिए र दुवैचोटि इंग्ल्यान्डले अर्जेन्टिनालाई हराएको थियो। 1962 मा भयो, 1966 मा भयो। त्यतिखेरसम्म यो एउटा नर्मल फुटबलिङ राइभलरी थियो। तर 1982 को जुन फकल्यान्ड आइल्यान्डको घटना भयो नि, जुन मैले अगाडि एक्सप्लेन पनि गरेँ, त्यो घटनापछि यो मात्र एउटा फुटबलिङ राइभलरी रहेन के। अर्जेन्टिना र इंग्ल्यान्डको सम्बन्ध एउटा दुश्मनीमा परिवर्तन भयो। त्यसैले यो एउटा फुटबल म्याच मात्र हैन, यो एउटा दुश्मनीको नयाँ पाटो हो। फुटबलिङ राइभलरी हैन, यो एउटा एनिमिटी हो। अर्जेन्टिना 1982 को फकल्यान्ड ह्युमिलिएसन पछि चाहिँ हरदम हरपल इंग्ल्यान्डसित बदला लिन चाहन्थ्यो र नियतिको खेल पनि त्यस्तै। 1986 को वर्ल्ड कपको क्वार्टर फाइनल म्याच अर्जेन्टिना र इंग्ल्यान्डको नै जुड्दियो हैन। अर्जेन्टिनासित बदला लिने एकदम सुनौलो मौका थियो। इंग्ल्यान्डको लागि यो एउटा म्याच मात्र भए पनि अर्जेन्टिनाको लागि आफ्नो इतिहास थियो, आफ्नो शहीदहरू थिए, आफ्नो जनता पछाडि थिए हैन, राजनीतिक सबै कुरा मिसिएको थियो, इमोसन त्यति हाई थियो। र यो म्याचमा नभन्दै अर्जेन्टिनाले बदला लिन्छ
र 2-1 गोल अन्तरले इङ्ल्यान्डलाई हराइदिन्छ र वर्ल्ड कपबाट निकालिदिन्छ। तर त्यो म्याचमा जुन 2 गोल स्कोर भयो नि, एउटा गोललाई थेफ्ट अफ द सेन्चुरी भनिन्छ, भनेको शताब्दीकै सबैभन्दा ठुलो चोरी भने, अर्को गोललाई गोल अफ द सेन्चुरी भनिन्छ, भनेको शताब्दीकै सबैभन्दा उत्कृष्ट गोल। र दुवै गोल स्कोर गर्छन् त्यतिखेरका सबैभन्दा उत्कृष्ट खेलाडी डिएगो अर्मान्डो म्याराडोनाले। सबैभन्दा पहिलो गोलमा म्याराडोनाले हातले यसरी पुस गरिदिन्छन् बललाई र गोल हुन्छ। त्यतिखेर गोल लाइन टेक्नोलोजी, VAR, बलमा चिपसिप केही पनि थिएन, रेफ्रीले लेजिट देख्दैनन् र गोल दिन्छन् हैन। त्यसलाई इङ्ल्यान्डको डिफेन्डरहरूले अपिल त गर्छन्, तर रेफ्रीले नदेखेपछि कसको के लाग्यो र है। र यसलाई थेफ्ट अफ द सेन्चुरी भनिन्छ र ह्यान्ड अफ गड गोल भनेर यो गोल फेमस छ हैन। त्यसपछि 4 मिनेटपछि फेरि म्याराडोनाले इङ्ल्यान्डको 1 जना 2 जना 3 जना 4 जना 5 जना डिफेन्डरलाई काटेर एउटा उत्कृष्ट गोल गर्छन् र त्यसलाई गोल अफ द सेन्चुरी भनिन्छ केटा हो। 2-1 गोल अन्तरले अर्जेन्टिनाले हराइदिन्छ। र लेट मी क्ल्यारिफाई, अर्जेन्टिना बाहेक दुनियाँभरि यो गोललाई थेफ्ट अफ द सेन्चुरी भनिन्छ भने अर्जेन्टिनामा जुन 1982 मा अर्जेन्टिनाको भूभाग कब्जा गरेर इङ्ल्यान्डले जुन पाप गर्यो नि, त्यो पापको केही हदसम्म भुक्तानी हो यो एउटा थेफ्ट अफ द सेन्चुरी वाला गोल, ह्यान्ड अफ गड वाला गोल भनेर अर्जेन्टाइन मान्छेहरूले बिलिभ गर्छन् हैन। र त्यसपछिको यिनीहरूको भिडन्त हुन्छ 1998 को वर्ल्ड कपमा। फेरि पनि यो पनि नकआउट म्याच थियो 1998 को वर्ल्ड कपमा। र यो म्याचमा पनि त्यस्तै एउटा घटना हुन्छ कन्ट्रोभर्सियल, जब म्याचमा डेभिड बेकम माथि फल हुन्छ र फ्रस्ट्रेसनमा आएर बेकमले डिएगो सिमियोनेलाई लाताले हिर्काइदिन्छन्। त्यस्तो बेस गरी लाताले हिर्काएको पनि हुँदैन, तर त्यो ट्याक्कै रेफ्रीको अगाडि हुन्छ, एउटा ब्लेटेन्टली जानी लाताले हिर्काएका हुन्छन् डिएगो बेकमले हैन। र डाइरेक्ट रेड कार्ड खान्छन् बेकमले। र अल्टिमेटली त्यो म्याच पनि अर्जेन्टिनाले हराइदिन्छ इङ्ल्यान्डलाई पेनाल्टी सुटआउट। 1998 को घटनापछि डेभिड बेकम नेसनल भिलियन ठहरिएका थिए इङ्ल्यान्डका लागि। इङ्ग्लिस मिडियाले डेभिड बेकमलाई राइट, लेफ्ट एन्ड सेन्टर बुचर गरिरहेको थियो र डेभिड बेकमले आफूलाई रिडिम गर्नको लागि 4 वर्ष कुर्नु पर्यो। जब 2002 को वर्ल्ड कप क्वालिफायर्समा इङ्ल्यान्ड ग्रिससित 1-2 गोल अन्तरले हारिरहेको थियो, 90+3 मिनेटमा डेभिड बेकमले एउटा फ्री किक शानदार रूपमा कन्भर्ट गरेर इङ्ल्यान्डलाई डाइरेक्ट क्वालिफिकेसन दिलाउँछन् वर्ल्ड कपमा हैन। र डेभिड बेकमले केही हदसम्म आफूलाई रिडिम गरिसकेका थिए, तर फाइनल रिडेम्सन भने डेभिड बेकममा वर्ल्ड कप नै गएपछि हुनेवाला थियो, किनभने त्यो वर्ल्ड कपमा नियतिको खेल पनि अर्जेन्टिना र इङ्ल्यान्ड एउटै ग्रुपमा पर्छन् अलोङ साइड स्विडेन एन्ड नाइजेरिया। अर्जेन्टिना र इङ्ल्यान्डको गेम हुन्छ, त्यो म्याचमा इङ्ल्यान्डले पेनाल्टी जित्छ र त्यो पेनाल्टीलाई डेभिड बेकम बिइङ द क्याप्टेन कन्भर्ट गरिदिन्छन् र त्यो एउटा पेनाल्टी नै त्यो म्याचको डिसाइसिभ गोल हुन पुग्यो। इङ्ल्यान्डले अर्जेन्टिनालाई हराइदिसकेको छ र यो रिजल्ट चाहिँ जुन यसको कारणले अर्जेन्टिना ग्रुप स्टेजबाटै बाहिरिन्छ। 2026 को यो वर्ल्ड कपमा अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको म्याच नपरेको रहेछ भने कति ठुलो डिसग्रेस हुन्थ्यो केटा हो यो वर्ल्ड कपलाई। दुईटा जेनेरेसनले यो राइभलरी इन्जोय नै गर्न नपाउने, खेल्नै नपाउने थियो केटा हो। लियोनल मेसीले अहिलेसम्म इङ्ल्यान्डलाई फेस गरेको थिएनन् आफ्नो इन्टायर करियरमै, भनेपछि हामीले लियोनल मेसी अगेन्स्ट इङ्ल्यान्ड देख्नै नपाउने रहेछौँ। त्यसैले म त आफूलाई निकै नै भाग्यशाली ठान्छु। अनि केटा हो 2002 देखिबाट 2026 सम्मको यो टाइम लाइनमा छ नि, इङ्ल्यान्ड र अर्जेन्टिनाको स्टोरी क्वाइट सिमिलर छ क्या एउटा सर्टेन टाइम फ्रेमसम्म। किन म यो कुरा गर्दैछु, किनभने अर्जेन्टिनाले 3टा कोपा अमेरिका फाइनल हार्यो, एउटा वर्ल्ड कप फाइनल हार्यो यो टाइम फ्रेममा। इङ्ल्यान्डले 2टा युरोज फाइनल हार्यो, वर्ल्ड कपमा त कन्टिन्युअसली चोक गर्दै आइरहेको छ। तर 2020 सम्मको कुरा हो यो। 2020 पछि जबदेखि लायनल स्कालोनले अर्जेन्टिनाको टिमलाई सम्हाले नि, अर्जेन्टिनाले जुन टुर्नामेन्टमा पार्टिसिपेट गरेको छ सबै जितेको छ। 2019 देखिबाट अर्जेन्टिनाले कुनै पनि नकआउट म्याच हारेकै छैन केटा हो। रिमाइन्ड यु, अहिलेसम्मको इतिहासमै अर्जेन्टिनाले वर्ल्ड कप सेमिफाइनल पनि हारेको छैन। 5वटा खेलेको छ, 5वटा जितेको छ केटा हो हैन। र यो भन्दै गर्दाखेरि अर्जेन्टिनाले 2020 देखिबाट जुन टुर्नामेन्टमा भाग लिएको छ त्यो टुर्नामेन्ट जितेको छ। 2021 को कोपा, 2024 को कोपा, 2022 को फिनालिसीमा, 2022 को फिफा वर्ल्ड कप सबै अर्जेन्टिनाले जितेको छ है। र इङ्ल्यान्डलाई यो वर्ल्ड कपमा एकदमै सुनौलो मौका छ। अब हिस्टोरिकल ब्याकग्राउन्डको कुरा भने मैले, यो टिमहरू पछिल्लो शताब्दीमा पछिल्लो दशकमा कता थिए, के रिजल्ट लिएर आउँदै थिए त्यो पनि भने मैले हैन। अब म कुरा गर्छु भोलिको म्याचको बारेमा। अर्जेन्टिनाले केप भेर्दे, इजिप्ट, स्विजरल्यान्ड जस्तो टिमलाई हराएर सेमिफाइनलसम्म आएको हो भने मेक्सिको, DR कङ्गो, नर्वे जस्तो टिमलाई हराएर इङ्ल्यान्ड सेमिफाइनलसम्म आएको भनेपछि यो दुईटा टिमको लेभल भन्दा निकै नै तल्लो लेभलको टिमहरूलाई फेस गरेर यो दुईटा टिमहरू सेमिफाइनलमा आएको हो। र दुईटै टिमले एकदम मजाले स्ट्रगल गरेको छन् अहिलेसम्मको स्थितिमा। तर धेरै स्ट्रगल गरेको छ यो वर्ल्ड कपमा अर्जेन्टिनाको टिमले। यो 4वटै टिममा तपाईहरू धेरै मान्छेलाई सोध्नु भयो भने सबैभन्दा कम वर्ल्ड कप जित्ने चान्स अर्जेन्टिनाकै छ भनेर भन्छन् होला।